प्रभु सदैव प्रणाम छ हजुरलाई। रक्षा गरिदिनुहोस् म दुखी र अनाथलाई। हेर माया, यसरी भगवानको नाम सधैँ लिइराख्नु। एक न एक दिन भगवानले अवश्य हेर्नुहुनेछ। आखिर भगवान सबैको मन मन्दिरमा बसेकै छ क्यारे। जाउँ हिँड। ओहो जलबिरे भाइ, आज त घाम झुल्क्यो त यहाँ गाउँमा। आज त झुल्क्यो नि दाइ घाम। म त काठमाडौँतिर बस्थेँ, कति काठमाडौँ मात्रै बस्नु, गाउँमा पनि मकै गर्ने बेला भयो भनेर गाउँतिर आएको नि दाइ। ठिक गर्यो हैन त? गाउँको माया त लाग्दो रहेछ नि यसलाई। जस्तै नि हामीलाई त सम्झेर आउनु भएको रहेछ नि। हजुर, गाउँ त बिर्सिया छैन नि दाइ मैले। ल त लागेँ है दाइ। आफ्नो गाउँ, आफ्नो ठाउँ अनि जन्मभूमि भने त त्यत्तिकै प्यारो हुन्छ हैन? यसले देखायो नि। राम्रो राम्रो लक्षण हो यो हाम्रो गाउँको। जाउँ। ओहो भोलि के छ? एका बिहानै पूजापाठी र लागेको छ नि। काका, यसो मन्दिरमा दर्शन गरेर आएको नि। म त अचम्म परेँ। तिमी पहिला धर्म कर्ममा विश्वास नै नगर्ने, धर्म कर्म गर्दा नै नगर्ने मान्छे आज मन्दिर गएर आयो भनेर भन्यो। के हो, पश्चिमबाट घाम झुल्किन लागि क्या हो? हेर्नुहोस् न काका, उहाँ जति बेला पनि विदेश जाने मात्रै कुरा गर्नुहुन्छ। त्यही भएर मन्दिर गराएको नि। मलाई त साह्रै पिर लाग्यो काका। न आफ्नो गाउँ न आफ्नो ठाउँ। विदेश जाने रे? होइन, मैले त विदेश जानलाई थुप्रो पैसा चाहिन्छ भनेर सुनेको थिएँ। पैसा कहाँबाट ल्याउनु भयो? उता दानवीर साउले दिने कुरा गर्नुभएको छ काका। दानवीर साउ? हेर मोहन, मैले सुनेको दानवीर साउको नियत राम्रो छैन रे। ध्यान देऊ, कतै तिमीहरूको घरबार चाहिँ उठी बास लाउला है। मेरो त भन्नु केही छैन। मैले जे थाहा पाएँ त्यति कुरा भने है। ल म त अहिले लागेँ। हस् त काका, हस्। हेर न भाइ, त्यो मोहन विदेश जाने, त्यो पनि दानबहादुरको विश्वासमा। दानबहादुरले सहयोग दिन्छ, दानबहादुरले ऋण दिन्छ भनेर। खोइ मलाई त विश्वासै लागेको छैन। कसरी जाने हो? किन विश्वास नगर्ने भने दानबहादुरले जति पनि दिन्छ। अहिलेसम्म दिएको थाहा छैन। यति लेख्छ। अहिलेसम्म मलाई त दिएकै थाहा छैन। कतिको घर जग्गा खाइसकेको छ हामीलाई थाहा छैन। त्यही भएर मैले उसलाई सचेत गराएको। त्यही एउटा मलाई विश्वासै लागेको छैन भने। एका बेला कस्तो
तला छिनेको मुख हेर्न पर्यो धारामा छिनु हुन्न भन्ने थाहा थिएन तँलाई यिनीहरूको बिहोरा यस्तै कमसेकम एकछिन उभिएर त बस्नु पर्यो बिहोरा नभएका छे जमी बहिनीहरू तपाईँहरू जहिले पनि मलाई यस्तै भन्नुहुन्छ तपाईँहरू पनि मान्छे नै त हो म पनि मान्छे नै त हो अझै मुखमुखी लाग्छेस् छि जम्बु हेर जाउँ बाबु त्यसरी खेलेर बस्नु हुँदैन के राम्रो पढ्नुपर्छ ज्ञानी मान्छे बन्नुपर्छ धेरै पैसा कमाउनुपर्छ त्यसरी खेलेर बस्ने होइन नि बाबु तिम्रो दिदी पानी लिन गएको पनि खोइ अहिलेसम्म आइपुगेको छैन त्यसो नबन्नु बाबु जाऊ है स्कुल जाऊ हाम्रो सरले त भन्दा पनि अनि स्कुल नलागेकन नआएर भन्नुभएको छ त्यसो नभन्नु न बाबु हेर राम्रो पढ्नुपर्छ ज्ञानी बन्नुपर्छ धेरै पैसा कमाउनु पर्छ अनि पो राम्रो हुन्छ त जाऊ बाबु जाऊ बरु भोलि पर्सितिर भर्नाजना आउँछु भनिदेऊ न बाबा आउनुहुन्छ भनिदेऊ न तिम्रो दाइले पनि पैसा पठाएको छैन के त्यो भएर है बाबु जानुपर्छ धाँच ननी कति दिनसम्म थाच्छस् ए ध्रुवे यस्ता साना नानीलाई के थाहा बसु न बसु बसु म यहाँ बस्न सक्न आएको होइन तैँले ब्याज पनि राम्रोसित तिर्न सकेको छैनस् छोरा आएपछि घर खेर सबै फिर्ता लिन्छु भन्छस् भाका 5 वर्षको नाग्न लागिसक्यो तैँले मसँग ऋण लिएर छोरालाई खाडी मुलुक पठाइस् तैँले त गल्ती गरेको जस्तो लाग्यो है मलाई होइन हजुर होइन अब यो दसैँमा नै घर फर्कन्छु भनेको छ कि यो दसैँ ससैँ म जान्दिनँ भोलि तल्लो खेत गोड्नु छ तँ पनि आइज पछि ब्याजमा हिसाब मिलाउँला हुन्छ म बिहान सबेरै आउँछु धाँच्नै होइन नि म कहाँ हाल्छु त धाकिन म पक्का आउँछु ल भोलि बिहान सबेरै आउँछु ल म गएँ सरी यो समाज गाउँलेहरूले पनि हामीलाई कसै बुझ्दैन भने सबैले हामीलाई मात्र हेला गर्छन् सानो जात भन्छन् काट्यो भने सबैको प्राप्त पनि आउने होइन भने यो समाज किन बुझ्दैन भने हामीलाई सानैदेखि मन पराउँछु र अब पनि
तिमीलाई एकान्त ठाउँमा किन बोलाएको भने मेरो मनको कुरा खुलेर बोल्नलाई। साइली, म तिमीलाई बिहे गर्न चाहन्छु। साइली, कि तपाईँ के भन्ने हुनुहुन्छ? तपाईँ त ठुलो जातको मान्छे, त्यही माथि मेरो दाइको साथी। हेर साइली, यो जातपात भेदभाव हामीले कहिल्यै गर्नु हुँदैन। तिमीलाई कसरी सम्झाउनु? तिमीलाई एकदम मन पराउँछु। न आँधीले रोक्न सक्छ न बारीले। त्यसैले यो प्रेम नै ठुलो हो भनेर म प्रमाणित गरेर समाजलाई म देखाइदिन्छु। त्यसैले म 2-4 वर्षपछि म फर्केर आइहाल्छु। त्यतिका समयलाई तिमी पर्खेर बस, नत्र साइली म मर्छु। त्यस्तो नभन्नु न, म तपाईँलाई पर्खेर बस्नेछु। यो जुनी त के 7 जुनीसम्म पनि पर्खेर बस्नेछु। हरेक दिन हरेक पलहरू तपाईँकै यादमा बिताउनेछु। तर तपाईँ दाइसँग साथी हुनुहुन्छ, बिन्ती दाइलाई यो कुरा नभन्नु है। साइली, तिमी धन्दा नमान्नु, म कसैलाई भन्दैन। दाइले थाहा हुँदैन, विदेशमा आफ्नै काममा ढुन्डमा मस्त हुन्छ। हामी स्वदेशबाट विदेश गएर 1-2 पैसा कमाउला भनेर हामी विदेश गएको मान्छे। दाइ एउटा काममा हुन्छ, मेरो अर्को काममा हुन्छ। आमा बाबुको सपना हामीले साकार पार्नु छ, पैसा थुप्रै कमाउनु छ। हामी कहिल्यै भेट हुँदैन। तिमी पिर नमान्नु, म कसैलाई भन्दैन। म नआउन्जेल यो औँठी सम्झेर बस्नु, ठिक छ होइन? ल म लगाइदिन्छु। ल्याऊ हाट जाउँ साइली, अब अन्यार पनि हुन लाग्यो, घरमा छिटो जानुपर्ने छ। जाउँ। काका, दर्शन। ए दर्शन, आइपुग्यो बाबु? म त आइपुगेँ। फेरि गाडी सुत्ला, टाइममै पुग्नुपर्ने एयरपोर्टमा। त्यही त ढिलो भइसक्यो। किन बिस्तार गरेर भने यहाँ साइड जान लागिसक्यो। छिटो साइली, पूजा तयार गरेको छैन भने? ल बाबु, राम्ररी जानु, घरलाई नबिर्सनु। जहाँ गए पनि राम्रो होस्, राम्रो पैसा कमाउन सकोस्। हाम्रो बुवा आमाको चाहिँ आशीर्वाद छ। जहाँ गएको हो तिमी त्यहाँबाट फर्कन पाओस्। बुवा हजुर, पिरै मन पर्दैन। म विदेश गएर धेरै मिहिनेत गर्छु। यो हाम्रो जग्गा छिट्टै फर्काएर ल्याउँला। तपाईँ पिर मन पर्दैन। साइली, म यो घरको जिम्मा सबै तिमीलाई सुम्पिएर म विदेश जानेछु। बाबुलाई टाइममा स्कुल पठाउँदै गएर। तिमी धेरै चकचके नगर, आइकान्छ ल। ल जेठा जाउँ न, ढिलो भइसक्यो। जाउँ न, ल बिस्तारै जानु। माया, कस्तो घाम लाग्यो। मलाई त एकदम तिर्खा लाग्यो। एकचोटि पानी ल्याइदेऊ न। पानी हो त्यहाँ डिलमा छ त। तपाईँ पानी पनि खानुहोस्, एकछिन आराम पनि गर्नुहोस्। जानुहोस्।
म खन्छु एकछिन। पर्दैन 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 जानु जानु। तिम्रो पनि त पाखुरा दुखिरहेछ नि। म खन्छु कि एकछिन। पर्दैन त्यो आराम गर्नुहोस् भने त। एकछिन पछि म आफै आएर खान्छु। त्यहाँ गएर म एकछिन पछि आफै आएर। ल ल छिटो छिटो खाएर आउनुहोस्। यस्तो काम छ एकछिन आराम गर्नुहोस् भनेको त। एकछिन बस्नुहोस् भनेको त, एकछिन आराम गर्नु भने। पर्दैन अब म बाहिर गएपछि म एक्लै हुन्छेस्, त्यही भएर आज अलिकति यो गरेर जाउँ भनेर नि। म गरिहाल्छु नि। पर्दैन एकछिन आराम गर्नुहोस् भनेको त झन्। संसारमा माया नै सबैभन्दा ठुलो भने कुरो साँच्चीकै नै हो रहेछ होइन। विदेश जाने भनेर भने होइन भने जाने हो काका, तर 2 हप्ता समय अझै नि बाँकी छ। त्यही भएर खेतको अलिअलि काम छहरू सकाएर जाउँ कि भनेर नि। हुन त हो, के गर्नु अब गाउँका मान्छेहरू सबै विदेश भनेर चाहिँ उडिहाले। अब नजा पनि कसरी भन्यो भने नेपालमा गरी खानु केही पनि छैन है। हे दैव, अब विदेश जान लागेछ, बिस्तारै जानु, राम्ररी जानु, विदेश गएर राम्रो गर्नु, राम्रो कमाउनु, आफ्नो चाहिँ घर परिवारलाई धान्नु। अब यही नै भन्छु म। ल राम्ररी जानु है त। म अहिलेलाई गएँ। हुन्छ काका। मकै गोड्न हतार भइसक्यो, खै भोलितिर गोड्न आउनु पर्ला। मल भने 1 गेरा छैन, के गर्ने होला। दानबार सबैसँगै बिरेजा यसो सापटी मार्नु पर्ला। तर खै दिने हो कि होइन। अस्तिकै त्यतिको ब्याज तिर्नै हतार भइसक्यो, के गर्ने होला। साउजी 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 ए रुई पो के कामले आइस? खोइ के कामले भन्नु साउजी, भन्दै अप्ठ्यारो। मकै गोड्न ढिला भइसक्यो, एकजना मल छैन, छोरोले पनि पैसा बनाएको छैन, के गर्ने होला। साह्रै भन्नु नै अप्ठ्यारो भएर पाए 2-3 हजार यसो मल किन सापटी थप्नुहोस् न। खाडी मुलुकमा गएको छोराको पनि भर परेर हुन्छ। हेर तुर्बे, तैँले मसँग ऋण लिएको त म सुख मैसँग छ। अबको 1 महिनाभित्र तैँले पैसा तिर्न सकिनुहोस् भने तेरो नाममा भएको घर खेत मेरो नाममा गरिदिनुपर्छ, बुझ्योस्? ल ल 2000 लगा, यो पनि म हिसाबमा चढाउँछु नि। त्यसै लाग्छ सानो जातको सानै हो। छैन हुँदैन अनि पाटा उठेर माया, ए माया, हजुर त्यो नार पूजा बोक्न बिर्सेला है, त्यो पनि लिएर आउनु। हस् हस् लिएर आएको छु। ल त्यही त घाम लागेर पनि साह्रै मिलो छैन भयो। हेर बुढी, म गएपछि अब तँ एक्लै हुन्छेस्, तर पिर नगर्नु। म बेला बेलामा फोन गर्छु, पैसा पनि पठाइदिइरहन्छु है। हुन्छ हजुर, बेला बेलामा फोन गर्दै गर्नु, पैसा पठाउँदै गर्नु। फेरि समयमा ब्याज तिर्न सकेन भने घर जग्गै खाइदेला भने पिर। म चिन्तै नगर्नु न, त्यसको व्यवस्था त म मिलाइहाल्छु नि। जाउँ ल। हुन्छ हजुर, गर्मी छ अहिले।
ओहो मोहन भतिज कता जान लाग्यो तिमीहरू दुईटा जोइ पोइ मिलेर काका अब विदेश जाने कुरा भइरहेछ अब आफूसँग पैसा छैन त्यही भएर अलिकति पैसा सापट मागौँ कि भनेर दानबहादुर साउकोमा जान लागेको अस्ति पनि तिमीले दानबहादुर साउकोमा गएर पैसा लिने कुरा गरेका थियौ मैले तिमीलाई भनिहालेँ त्यसको नियत ठिक छैन कति मान्छेहरू त उहाँ रोइ कराइ गरिरहेका छन् तिनीहरूको घर जग्गा गयो भनेर त्यही भएर हेर है मोहन भतिज विचार गरेर मात्र चाहिँ ऋण लिनु फेरि भोलि घरबास उठीबास भयो भनेर चाहिँ रोएर बस्नु पर्ला म काकाको नाताले यति भन्न सक्छु म अरू केही भन्न सक्दिनँ बाँकी आफै विचार गर्नु ल है वारी ए हजुर म खेतमा कतिजना खेताला पनि हेरेर आउँछु है ल ल त्यहाँ खाँदै गर्नु ल ल हुन्छ त्यहाँ खेतमा कतिजना खेतालहरू छन् सबैजनाको हिसाब राख्नु नि फेरि भरे चाँडै आउनु ल यसले अझै ऋण तिरेको छ साउजी नमस्ते नमस्ते तिमी त खेत नै आउँछु भन्थे किन नआएको आउन त आउँछु भनेको हो साउजी अलिक कामले गर्दाखेरि भ्याइएन त्यही भएर आज आएको पैसाको मामला हो मोहन पछि के अप्ठ्यारो नपरोस् होइन अब गाउँले पर्यो मैले हेरिदिनै पर्यो ऊर्जा ल्याएको छ होइन ऊर्जा ल्याएको छ तिमी आउँछौ भनेर मलाई थाहा थियो त्यही भएर मैले हिजो नै तम्सु तयार पारिसकेको छु ए हर्के जा त जा भित्र गएर तम्सुक र पेसाब लिएर आएको ल यहाँ क्याप्चर लगाइदियो त हुन्छ साउजी एकचोटि तम्सुक परेर हेर्ने पो हो कि कुरा त सही हो साउजी एकचोटि तम्सुक हेर्नु मिल्ला कि के हो साउजी मैले त तपाईँसँग 4 लाख रुपियाँ मात्रै मागेको यसमा त 8 लाख लेखेको छ होइन होला हेर्नुहोस् तपाईँ आफै हेर्नुहोस् हो साउजी ठ्याक्कै 8 लाख रुपियाँ छ आँखा तिर्माया जस्तो छ बुढेसकालले छोयो क्या हो होइन तपाईँको यो के चाल हो 4 लाख रुपियाँ दिएर 8 लाख लिनु खोज्ने यहाँ फुरुक्क लेप्चे लगाइदियो त भयो साउजी हामीलाई तपाईँहरूको ऋण चाहिएको छैन मेरो लाभ फिर्ता दिनुहोस् कहाँ आयो यो भित्र राख्नु हामीलाई चाहिएन तपाईँको 4 लाख रुपियाँ जा जा पछि फेरि सहयोग चाहियो भनेर आउने होइन यो पापी अधर्मी बुढा ठिक छ के हो साइली आज त अनुहार पनि अँध्यारो अँध्यारो देखिरहेको छु त्यो रामुको याद आयो क्या हो हामी पनि राम्रो हुन त कहाँ कमी छ र म त पानी लिन जान्न किन के भयो हामीले छोको पानी नचल्ने दि हामीलाई हेर्न पनि नहुने दि बाटोमा हिँड्दा पनि उत्तिकै जिस्काउँछन् केटाहरू म त जाँदिनँ सानो जाडुमा पनि
ए माया ए हान्नु त एकचोटि एक कप चिया ल्याइदिनु थाक्यो चिया खाइदिनु पर्यो हस् हजुर म ल्याइहालेँ लिनुहोस् चिया देख्नुभयो त हजुरले दानबहादुर साहुको चालामाला हो त नि हामीले तमसुक पढेर नहेरेको भए दानवीर साहुले त 4 लाख दिएर 8 लाख तिराउँथ्यो अनि अब तपाईँ विदेश जाने कुरै नगर्नुहोस् जे गर्नुपर्छ आफ्नै देशमा गर्नुहोस् साँच्ची कृषिले अनुदान दिएको छ भनेर सुनेको थिएँ जाम हामी पनि आजै निवेदन दिनको लागि हुन्छ अनि के 12-15वटा गाई ल्याउने गाई पालन गर्ने हुन्छ अब त्यसै गर्नु पर्ला ल जाउँ हिँड ल जाउँ दिदी मलाई भोक लाग्यो मैले आलु जाऊ गएर आलु खाली आलु मात्र खान्न हिजो पनि आलु मात्र दिनुभयो त्यसो नभन न खान्छु हामीसँग आलु बाहेक के नै छ र भोलि पर्सि टन्न धान रोपौँला अनि टन्न धानको भात खाउँला नि है भाइ जहिले नै यस्तो भन्नुहुन्छ बाबा पनि कहाँ जानु भएको यतिखेरसम्म आउनु भएको छैन खोइ कता जानु भएको यसैले बाख्रा फोकाइसक्यो तिमी घाँस काट्न गएको छैन र भने होइन बुवा पनि कहाँ हराउनु भएको कहाँ जानु र यसो मकै बाहिर हेरेर आएको गोड्ने बेला भइसक्यो भने सबै अब घरमा एक गेडा डाँडा त्यो मल छैन के गर्ने ल जाऊ घाँस काट्नु जाऊ बाबु तिमी अहिलेसम्म स्कुल गएको छैनौ 10 बजी आइसक्यो जा स्कुल जा सरले त हिजो पनि गाली गर्नुभयो नाम काट्छु स्कुलमा भन्नुभयो होइन बिता दिनमा आउँछु र बाली भर्ना गरिदिन्छु भन्नु भएको छ भन्न जाऊ बाबु जाऊ त्यसो भन्नु हुँदैन नै आज त म स्कुल जान्न साथीहरू सबैले तिमी तल्लो जाति भन्छन् बाबा तल्लो जाति भनेको के हो अहिले तिमी यो कुरा बुझ्दैनौ के कान्छो जाऊ सुरु स्कुल जानु हेर बुढी गाई त ल्याइयो तर मलाई एउटा कुरा के लाग्यो भन्दाखेरि यो 2टा गाई चाहिँ अलिक महँगो हो भाती जस्तो लाग्यो महँगो भयो के भयो त राम्रै दुध दिन्छ अरे राम्रै जातको हो अरे अब धेरै मन नलाउनुहोस् तपाईँ किन त ठिकै हो म एकचोटि देरीसम्म गएर बुझेर आउँछु चिया त खाएर जानुहोस् होइन पर्दैन म छिट्टै आउने हो बरु यिनीहरूलाई चाहिँ दानासाना त हाल्दै गर्नु है म तुरुन्तै आउँछु म बुझेर मात्र आउँछु छिटो फर्किनु नि फेरि है ल ल ल ल ल छिटो गएर छिटो फर्किहाल्नुहोस् नि फेरि ल
माया दुधको रेट 80 रुपियाँ रहेछ। अलिकति बढाउनु मिल्दैन रे हजुर? भनेको हो फर्मको रेटै त्यही हो रे। बरु हाम्रो फर्मसम्म आएर लिन आउने रहेछ। त्यो चाहिँ मैले राम्रो पाएँ। ए आज म धेरै थाकिसकेको छु, त्यही भएर भोलि बिहान सबेरै उठेर गोठ सोर्नु छ। अहिलेलाई सुतौँ न त हजुर। ठिकै छ, तिमीलाई पनि गाह्रै छ। गोठ सोर्नै पर्यो, घाँस काट्न जानै पर्यो, वस्तुलाई दाना हाल्नै पर्यो। अब यो तालले त होला जस्तो लागेन माया। एकजना मान्छे त पाल्नै पर्ला जस्तो छ। ए के कुरो गर्नुभयो हजुर? यति काम त म एक्लै गर्न सकिहाल्छु नि, किन मान्छे राख्नुपर्छ भने? होइन, तिमीलाई पनि धेरै गाह्रो भइरहेछ। तिमी एक्लैले कता मात्र भ्याउनु, 1-2जना मान्छे त पाल्नै पर्छ मेरो विचारमा। जे होगा भोलि देखा जाएगा। ल आजलाई सुतौँ, थाकिसकेँ म। माया नमस्कार साउजी। आउनु साउजी। ल साउजी, मेरो गाईहरू यिनीहरू नै हुन्। अब तपाईँ भन्नुहोस्। गाई त ठिकै छ। भोलि दुध पठाएन त म गाडी पठाइदिन्छु। अलिकति दुधको भाउ बढाउनु मिल्दैन हजुर? भाउ त त्यही नै हो, त्यति नै हो। अलिकति बढाउनु मिल्दैन? गाई त एकदमै राम्रो छ, अलिकति बढाइदिनु भएको हुन्थ्यो। भाउ डेलीको भाउ त्यही हो। अलिकति बढाउनु भएको हुन्थ्यो। गाडी पठाइदिनुहुन्छ? गाडी म पठाइदिन्छु। हुन्छ हुन्छ, ल पठाइदिनुहोस् है त। म भोलिबाट चाहिँ दुध पठाइदिन्छु। हस् त, नमस्कार। ल बुढी, अब दुध पनि लिने मान्छे पाइयो। अब भोलिदेखि मजाले चाहिँ गाईहरूको चाहिँ ख्याल गर्ने, टाइम टाइममा दाना पानीहरू दिने, दुध चाहिँ राम्रो जानुपर्छ है। ल ए रामु आइपुग्यो बाबु। केही खबरै नगरे आइ त। अनि खै त जेठा, खै त जेठा, 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 जेठा खै त। अब जेठा दाइ आउनु के भयो, के भयो, के भयो रामु? हामीलाई नराम्रोसित धोका दियो। हामीलाई स्यालेरी ठोकेको भन्दा आधा पनि दिए। जेठा दाइले के मात्र आवाज उठाएको थियो, 10 काण्डमा फसाइदियो। जीवनभर जेल सजाय भुक्दै। के लाग्यो यस्तो? काका नरुनुहोस्, म छु नि, म तपाईँहरूको सहारा बनिदिन्छु। नरुनुहोस्, म छु नि। ए माया, यसो गरौँ न, त्यतिकै बसी नराख्नु भाइ। यो दानाहरू मिलाउनु होइन, अनि अर्को भाइलाई चाहिँ त्यो घाँस काटेर त्यो वस्तुलाई चाहिँ दाना चाहिँ हालिदेऊ भनिदिनु। जानु जानु मिलाउनु भयो, त्यो मिलाएर अलिअलि मिलाएर राखिदिनु भाइ, अनि राम्रोसँग। ओहो मन राई,
के छ नि? ओहो रामु, आइज आइज रामु, बस बस। अनि के छ त तेरो हालखबर? तपाईँले गाई पालन गर्नुभएको सुनेर हेर्न पो आएको नि दाइ। गाई पालन गरेँ। अनि तेरो विदेशको बसाइ के कस्तो भयो? कतिको प्रगति भयो? केही प्रगति गर्न सकेन दाइ। त्यही भएर तपाईँले गाई पालन बाख्रा पालन गर्नु भएर म पनि सिकौँ भनेर तपाईँसँग सल्लाह पो लिन आएको नि। गाई पालन गरेँ, राम्रै भइरहेछ। हेर न, खाडी मुलुकमा गएर दुःख गर्नु छ त यहीँ केही गरौँ भनेर गाई पालन पनि गरेँ। त्यसैबाट मनकै आम्दानी गरिरहेछु। म त एकदम खुसी छु अहिले। माया, हजुर, रामुलाई चिया बनाएर ल्याए त। होइन पर्दैन भाउजू, भर्खर मात्रै खाएर आएँ। रामु, खाडीतिर भनेको त जाने नै होइन। मैले पनि कोसिस त गरेको हो, तर भएन। अब हाम्रो देशमा केही गरौँ भनेर मैले गाई पालन गरेँ। अब हेर्नु न, प्रशस्त आम्दानी पनि छ। अर्काको देशमा जानु पनि परेन। त्यही त दाइ, हामीले मिहिनेत गरे के हुँदैन। हामीले यहाँ मिहिनेत गऱ्यो भने सुन फलाउन सकिन्छ। सुन यहाँ हामीले नङ खियायो भने सुनौलो बिहानी देख्न पाइन्छ। तिमी साइली रामु, यहाँ पो तपाईँ किन गर्नुभएको? तिमीलाई नदेख्दाखेरि यस्तो मन रुन्छ, त्यही भएर पहिला हामीलाई गाउँलेले देख्यो भने के भन्छ? जानु तपाईँ यहाँबाट पनि आएको छैन, चलाउनु पर्छ। जानु तपाईँ यहाँबाट गइहाल्नु। अहिले हामीलाई गाउँलेले देख्छन्। देख्दैन, ऊ त्यहाँ सुनसान छ, एकछिन यहाँ बसेर कुरो आइज। बसौँ, कति काम गरिरह घरको माथि, यसो भेटघाट गर। मेरो माया लाग्दैन? अनि लाग्ने मान्छेले यसो भेटेर कुरो गरे मेरो मन त बस्छ नि। मलाई छिट्टै घाँस काटेर घर जानु छ। अहिले फेरि बुवाले मार्नुहुन्छ। बुवाले छिट्टै आएछ भन्नुभएको छ। भन्दैन, एकछिन यसो साथी भेटेर गफ गरेर बस्यो भने किन बुवाले मार्नुहुन्छ। घरमा धेरै काम छ अरू पनि। मार्दैन, म भन्छु काकालाई, यसो सम्झाउँछु है। तिमीलाई त सधैँ होला नि। मलाई पनि सधैँ छ। अस्तिदेखि भेटेको पनि छैन, त्यो भएर न्यास्रो भयो। कहिले भेटौँ कहिले भेटौँ, यसो म गाउँ डुल्न आएको ठ्याक्क तिमी भेटे। त्यो भएर एकछिन कुरो गरौँ भनेर लिएर बोलाएको। जाउँ राम्रो जाउँ। अब बुवाले मार्नुहुन्छ। मलाई छिट्टै आइज भन्नुभएको छ। भोलि भेटौँ न है। रामु, के हो? एकदमै कमर कसेर खेत खनिरहेको छौ नि त। मोहन भाइ, यसो अलिकता टनेल हालेर गोलबेर खेती गरौँ भनेर। बजारमा गोलबेरको निकै भाउ आउँछ भनेर सुन्छे। तिमीले ठिक भन्यौ। आँट गऱ्यो भने त यहीँ नै धेरै कुरा हुन्छ। विदेशै किन जानु परेर? मलाई नै हेर्नु, मनकै पैसा कमाइरहेको छु, विदेश जानै पर्दैन। हो त नि मोहन भाइ, अब यसो गर्नु पर्ला। हाम्रो प्रत्येक घरको एक सदस्य बनाएर एउटा समूह बनाउनु पर्ला। सरकारले कृषि अनुदान दिएकै छ। हामीले नङ खियाएर काम गऱ्यो भने यहाँ सुन फलाउन सकिन्छ। तिमीले ठिक भन्यौ। यस्तो समूह बनाउनै पर्छ। अब यो समूह बनाउनको लागि आजैदेखि घर घरमा गएर सदस्यहरूलाई खबर दिनुपर्छ। हुन्छ, जाउँ न त, म पनि आउँछु।
ध्रुवेको छोरो जेल परेको निकै भइसक्यो। होइन के भन्छ यिनीहरू? सोरै आने सत्य हो, गाउँभरि हल्ला छ। अब केही गल्ती गर्यो होला अनि जेलमा पर्दैन? नेपालमा जस्तो विदेशमा कहाँ हुन्छ? त्यो गल्ती नभई जेलमा पर्छ त? ध्रुवे हजुर बाहिर आएछ त? साउजी नमस्कार। हजुर के को नमस्कार? तेरो छोरो त्यहाँ खाडी मुलुकमा जेलमा परेको छ भन्ने सुन्छु नि। गाउँभरि हल्ला छ। मेरो पैसा कसरी तिर्छ अब? जे दशा पर्छ मै माथि पर्छ हेर। हजुरको पैसा म किस्ता पनि बिस्तारै बिस्तारै तिर्छु। हजुर दिने बेला चाहिँ हाँसी हाँसी लिने, अहिले आएर रुन्ची मुख लाउँछस्? कसरी तिर्छस् मेरो 10-10 लाख रुपियाँ? 10 लाख? कहाँ 10 लाख हो र? हामी त 5 लाख मात्र लिएको त। छोरी ए साइली ल आउनु एकछिन। ल यहाँ साउजीले 10 लाख ऋण लिएको भन्नुहुन्छ, हामीले 5 लाख मात्रै ऋण लिएको होइन भने? होइन के भन्नुहुन्छ? हामीले त 5 लाख मात्रै लिएका थियौँ त, फेरि कसरी यो 10 लाख हो? हो नि। अब पैसा तिर्न गाह्रो भयो? तैँले अब झुट पनि बोल्न थालिस्? जस्तो जात त्यस्तै व्यवहार। तैँले झुट बोलेर हुन्छ? यो तमसुकले बोल्छ, तमसुकले। 10 लाख त हुँदै होइन, जब 5 लाख लिएको। भगवान् अबको 1 हप्ताभित्र तैँले मेरो पैसा तिर्नेस् भने यही रुखमा बाँधेर राख्छु तँलाई, बुझिस्? अहिले लानुपर्छ, पाक्न बसेर जाऊ। धनवर्ष 5 लाखको 10 लाख धनवर्ष। माधुरी साहु 5 लाख मात्रै हामीले लिएको होइन, कागजमा त 10 लाख कसरी भयो? गाडीहरू हो। मैले चाहिँ ऋण लिँदा 5 लाख मात्रै लिएको, 10 लाख गर्यो यो साउजीले। यो त अन्याय भएन र भने? लेख्ने बेलामा 10 लाख लेख्ने, दिने बेलामा 5 लाख दिने, यो त सरासर बेमान काम गरेछ। मान्छे हेर दानवीर रे, यो मान्छे त खतरनाक रहेछ। यसलाई चाहिँ कालो मुसो डल्नुपर्छ। एकछिन दानवीर साहु, तपाईँ त यो गाउँको चाहिँ एउटा अभिभावक जस्तो मान्छे। तपाईँले त यी गाउँलेहरूका दुःख सुखमा साथ दिनुपर्ने ठाउँमा झन् चाहिँ 5 लाख लिएको ठाउँमा 10 लाख लेख्ने? हेर्नुहोस् दानवीर साहु, मरिलानु केही पनि छैन। आखिर जाने बेलामा त्यही 2 कप्टेरो सिरामा जाने हो सबैजना। तपाईँ त्यो धन दौलतको लोभमा यस्ता साधारण तपाईँका चाहिँ भक्तहरूलाई यसरी शोषण गर्न तपाईँलाई लाज लाग्दैन? तपाईँलाई तपाईँ त दोहोरो चरित्रको मान्छे हुनुहुँदो रहेछ। उहाँले मसँग पनि, मैले पनि एकपल्ट पैसा सापन मार्न गएँ। मैले 4 लाख मागेको थिएँ, तर तमसुकमा चाहिँ 8 लाख लेखेर धन्न मलाई सायद छाप लगाउनु दियो। मेरो श्रीमतीले बाटो भएर तमसुक हेरेपछि बल्ल थाहा भयो उहाँको दोहोरो चरित्रको मान्छे हो, उहाँलाई सजाय दिनै पर्छ। तपाईँलाई अलिकति पनि लाज लाग्दैन? अझ पनि केही पनि बिग्रेको छैन दानवीर साहु। तपाईँले गरेका सबै करतुतहरूलाई तपाईँले यहीँ छोड्ने र तपाईँले जुन चाहिँ 5 को 10, 10 को 20 गराएका ती लिखतहरूलाई च्यातिदिनुहोस्। अझ पनि तपाईँ सबैको मनमा बस्न सक्नुहुनेछ। लाने केही पनि होइन, तसर्थ सबैले मान्ने पुज्ने व्यक्तित्व हुनुपर्छ। तपाईँ हुनुहुन्थ्यो, आज सबैको नजरमा गिरिसक्नु भएको छ। यदि अझ पनि तपाईँ यो गाउँको एउटा सम्मानित व्यक्तित्व बन्ने हो भने तपाईँलाई अझ पनि एउटा मौका छ। ल भन्नुहोस्, के छ तपाईँको विचार? नत्र भने कालो मुसो दल्ने भनेर सबै आउनु भएको छ। हामी कालो मुसो दलेर र जुत्ताको माला लगाएर जान आइरहेको। मलाई माफ गरिदिनु होला, मैले आज गल्ती गरेकै हो भनेर महसुस गरेछु। मैले गल्ती गरेकै रहेछु।
मैले पैसा कमाउने लालचमा हजुरहरू सबैले शोषण गरेकै रहेछ। यो धनले हजुरहरूको मन जित्न सकिनँ मैले आफ्नो मात्र स्वार्थ हेरेको रहेछु। गाउँको सबैलाई शोषण गरेको रहेछ। त्यसमध्ये धेरै शोषण मैले सबैलाई गरिरहेको छु। यस्तो गरिब मान्छे हुनुहुन्छ 5 लाखको ठाउँमा 10 लाख तौसुकमा लेखेछु धेरै पैसा पाउँछ कि भनेर। यत्तिकै सब बनेको पनि होइन होला, सबैलाई शोषण गरेरै बनेको होला। तर अब यस्तो हुँदैन, मैले महसुस गरिसकेको छु। त्यही भएर म यो ध्रुवेको तमसु हजुरहरू सबैको अगाडि च्यापिदिन्छु। रानी के साँच्ची अब दाइ जेलबाट कहिले फर्किनुहुन्न र? आउनुहुन्न साइली, आउनुहुन्न। हाम्रो नेपाल जस्तो कहाँ हुन्छ र? अर्को देशमा बेकारमा दाइले आवाज उठाएर अहिलेसम्म जेलमा बसिराख्नु भएको छ। मलाई त साह्रै पिर लाग्न थाल्यो। यो हजुर पनि सधैँ पिर मानेर बस्नुहुन्छ, म के गरौँ अब? साइली, मेरो पनि को छ र यो संसारमा? सानैमा बाउ आमाले छोडेर जानुभयो। अब हुनु नै यो गाउँको दाजुभाइ मात्रै त हुनु। पिर नगर साइली, म छु नि। गाउँभरि हल्ला चल्न थालिसक्यो। हाम्रो नाता के हो भनेर, कसलाई के भनेर चिनाउँ हाम्रो नाता? म के गरौँ? राम 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 के देख्न पर्यो यो बेटा आँखाले यो कलियुगमा? हल्ला मात्रै सुनेको हल्ला मात्रै सुनेको प्रत्यक्ष आफ्नै आँखाले देख्न पाएँ। ए काका, के भन्नुभएको तपाईँहरूले? मैले जस्तो देखेँ त्यस्तै बोलेँ। हेर्नुहोस् काका, अहिलेको जमानामा पनि भेदभावको कुरो गर्नुहुन्छ। यो साइली दलितको छोरी हो, म मान्छु। ध्रुवे दलितको छोरी हो। 21औं शताब्दीमा तपाईँहरूले जातपातको भेदभाव गर्नुहुन्छ? मान्छे चन्द्रलोक पुगिसक्यो। साइलीको हात काट्नु रातै रगत आउँछ, तपाईँको हात काट्नु रातै रगत आउँछ। अनि तपाईँहरूले जातपात के को लागि भनिराख्नु भयो? अहिलेको 21औं शताब्दीमा तपाईँले जातपात, को ठुलो को सानो, धनी गरिब किन भेदभाव गर्नुहुन्छ? तपाईँ बिरामी पऱ्यो भने यही साइलीको रगतबाट तपाईँले बचाउन सक्नुहुन्छ। त्यसैले भेदभाव नगर्नुहोस्। नगर्नेहरू के देख्नु परेको देख्नुभयो त, मान्छेहरू कति कुरा काट्छन् हाम्रो बारेमा, हामीलाई कति हेला गर्छन् हामी सानो जात हौँ भनेर। हेर साइली, कुरा काट्नलाई काट्न देऊ, म प्रमाणित गरेर देखाउँछु यो जातपात भनेको केही पनि हुँदैन भनेर। तिम्रो र तिम्रो परिवारको लागि म सहारा बनिदिन्छु। पिर नगर, जाउँ। भैया आउँछ त्यो दिन आज छ नि, यो पुरै चाहिँ राम्रोसँग सफा गरिदिनु है। अनि भाइ जाना खै त, जाना ल्याइदिनु। माया त्यो गाईको गोबरहरू सबै चाहिँ सोध्नु है।
यहीँ बसेर केही गर्नुपर्छ राम्रो विदेश गरेर त्यो विदेशमा साथीमा गएर त्यो होइन गरेर यहीँ त्यो पर चौरमा छ रोप्ने जति राम्रो जग्गा छ हामीले त्यो जग्गा चाहिँ भाडामा लिनुपर्छ बुझ्यो हुन्छ नि मोहन दाई एकदम राम्रो कुरो यस्तो कुरो किन छिलो गर्ने गरिहालौ न हुन्छ त्यही गर्नु पर्ला हुन्छ होइन एकाडेमी आने कता हिँड्नुभयो कता हुनु नि साइली गाउँमा एउटा कृषि समूह बनेको छ त्यसको लागि घर दैलो कार्यक्रम गर्दै हिँडेको यसो कतैतिर राम्रो जग्गा पाइन्छ कि भाडामा लिनको लागि भनेर त्यो पनि हेर्दैछु अब हेर्नु देशका युवाहरू सबै खाडीतिर छन् खाडीमा गएर के गर्नु अब जे गर्नु छ हाम्रै देशमा गर्नु छ भनेर घर दैलो कार्यक्रम गर्न लाग्यो ओहो यो त खुसीको कुरा हो नि जाउँ म पनि जान्छु तपाईँहरूसँगै ल ठिक छ ल जाउँ भएका सम्पूर्ण दिदीबहिनीहरू तथा दाजुभाइहरूलाई म मोहन बस्तोलाको तर्फबाट नमस्कार। आज हामी भेला हुनुको मुख्य उद्देश्य हाम्रो गाउँमा अब कृषि समूह गठन हुन जाँदैछ। त्यसको लागि आवश्यक पदाधिकारीहरू छनौट गर्ने तथा कार्य सम्पादनहरू कामहरू कसरी अगाडि बढाउने भन्ने विषयमा हामी छलफल गर्छौँ। अब त्यसको लागि एकैछिनमा हाम्रो गाउँका मुखिया जस्तो व्यक्ति दानबहादुर साउ आउनुहुन्छ। उहाँ आइसक्नु भएपछि उहाँले चाहिँ पदाधिकारीहरू छनौट गर्नेछ। उहाँ आइ पनि पुग्नु भयो। ल तालीले स्वागत गरौँ उहाँलाई। अब हामी बिच दानबहादुर साउजी हुनुहुन्छ। अब अगाडि के गर्ने कसो गर्ने भन्ने कुरा उहाँले भन्नुहुन्छ। धन्यवाद। सबैमा मेरो नमस्कार छ। मैले हजुरहरूलाई धेरै दुःख दिएको रहेछु। अब यो हाम्रो गाउँमा कृषि समूह गठन हुन गइरहेको छ। यसमा मेरो पूर्ण सहमति छ। यो हाम्रो गाउँको लागि धेरै खुसीको विषय हो। यो समूह गठन गरे बापत यो गाउँमा कृषि क्रान्ति आउनेछ भन्नेमा मेरो पूर्ण सन्तुष्ट छु म। अब यसै क्रममा हाम्रो यस समूहमा एक घर एक सदस्यको एउटा अवधारणा छ। त्यसको आधारमा म केही नामहरू प्रस्ताव गर्न चाहन्छु। हजुरहरूको सहमति छ भने ताली बजाइदिनु। त्यस्तो प्रस्ताव किन गर्नु पर्यो भने हाम्रो मोहनलाई चाहिँ अध्यक्षमा राखौँ अनि राजु सचिव भइहाल्यो। त्यसो गर्दा कसो होला? ल ठिक छ, उहाँले भन्नुभएको सही लाग्यो भने हजुरलाई त्यसैलाई सही मानेर हामी एउटा कृषि समूह गठन गरौँ। म एउटा कुरा भन्न चाहन्छु। खै त अहिलेको युगमा पनि 33% महिलाको हक
अधिकार हुँदा हुँदै तपाईँहरू पुरुष मात्रै गठन गर्नुभयो खोइ त महिलाको अधिकार होइन। हामीलाई कोषाध्यक्ष एउटा महिला नै चाहिन्छ महिलालाई कोषाध्यक्ष ल उहाँ नै राख्नु नि त हुन्छ ल उहाँको नामै कोषाध्यक्ष गरौँ त होइन उहाँलाई भनेर अब हजुरहरूले मात्रै भनेर भन नि अब सबै समूहको सबैजनाले भन्न पर्यो मिलेर को चाहिँ हुनुहुन्छ उहाँ कोषाध्यक्ष चुन्नुहुन्छै हुँदैन अब खटेर आफ्नो काममा ध्यान दिन सक्नुहुन्न बढेको ठाउँमा हिँड्न सक्नुहुन्छ कि हुँदैन हजुरहरूले सबैले चुनेर एकजना छानेर राख्नु पर्यो एकजना आफ्नो खुसले मात्रै होइन कि अब अध्यक्षदेखि लिएर कोषाध्यक्ष सचिव सबैले एकचोटि सबै एकजुट भएर को राख्दा चाहिँ सही हुन्छ आफ्नो समूहमा भनेर हामीले राख्नुपर्ने चाहिँ हो कि जस्तो लाग्छ उहाँ महिलाले भन्नुभएको कुरा पनि एकदम सही हो हाम्रो गाउँमा कृषि समूह जस्तो राम्रो समूह गठन हुन गइरहेको छ उहाँको कुरालाई मानेर मैले केही नामहरू प्रस्ताव गर्ने अनुमति माग्दछु कृपया हजुरहरूको सहमति छ भने ताली बजाइदिनु होला अध्यक्षमा मोहन बास्तोला अनि उपाध्यक्षमा चाहिँ रामु सचिवमा ध्रुवेजी र कोषाध्यक्षमा हाम्रो महिला सदस्य कोषाध्यक्षमा राख्ने कुरा भएको छ सीता सुवेदीलाई चाहिँ हाम्रो कोषाध्यक्षमा म प्रस्ताव गर्छु अनि अरू बाँकी सबै सदस्यहरू हुनुहुन्छ अब यसैलाई चाहिँ यो हाम्रो समूह गठन भएको चाहिँ म घोषणा गर्न चाहन्छु अब हामी भोलिदेखि नै कृषि समूहद्वारा कामहरू गर्न थाल्नेछौँ यो गाउँ एउटा नमुना गाउँको रूपमा विकास गर्नेछौँ यो गाउँमा हामी कृषि क्रान्ति ल्याउँछौँ यो गाउँमा हामी सुनौलो बिहानी ल्याउँछौँ हामी गलत पसिना बगाएर यो गाउँको विकासमा सेवा पुर्याउँछौँ नमस्ते म लेखक निर्देशक श्याम माका श्रेष्ठ सुनौलो बिहानी हजुरहरूलाई कस्तो लाग्यो कमेन्टहरू गरिदिनुहुन्छ भने म ठुलो आशा लिएको छु यसमा कुनै भुलचुक भए हजुरहरू समक्ष क्षमा याचना गर्दछु यो भन्दा नि पहिला
बनाइरहेको छग ग्वारचा निर्देशअनुसार झियामा बा झियामा किजा पनि हेरिदिनुहुन्छ भने ठुलो आशा लिएको छु। हजुरहरूको माया ममता स्नेह भएमा अझ पनि अगाडि बढ्नेछु, बढिरहेको छु पनि। यति नै भन्दै यो सुनौलो बिहानी हेरिदिएकोमा धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन चाहन्छु। म लेखक निर्देशक श्याम बाकस श्रेष्ठ।